सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहजी, तपाईको छोरी जो नाबालिग हो, माइनर हो, उसको तस्बिर एकजना उच्च पदमा रहेका सांसद हर्क साम्पाङले आफ्नो फेसबुक पेजमा, जहाँ चाहिँ उनको 1.4 मिलियन सब्सक्राइबर छन्, त्यहाँनिर गएको 72 घण्टामा 3 चोटि प्रयोग गरिसकेका छन्। त्यो पनि नराम्रो तरिकाले कम्पेयर गर्नलाई, अहिलेको करेन्ट सिचुएसनसँग र जनतालाई भड्काउनको लागि प्रयोग भएको छ है। जुन देशमा बच्चाबच्चीको हितमा कानुन बनाएको छ, त्यो देशमा यदि यस्ता खालका मान्छेलाई सही समयमा यिनीहरूलाई पाठ पढाइएन भने हाम्रो देशको कानुन भनेको मजाकको लागि मात्रै हो, हेरेर हाँस्नको लागि मात्र हो भनेर स्पष्ट रूपमा जनाउँछ के। यस्तो सम्माननीय पदमा बसेको मान्छे, सांसद भएको जस्तो मान्छे एउटा बच्चीको तस्बिर प्रयोग गरेर आफ्नो पोलिटिकल एजेन्डालाई अगाडि लिएर आउन खोज्छ। लाज नभएको कतै पनि। धत्तेरीका, दुनियाँलाई कानुन सिकाउँदै हिँड्छ त हर्क साम्पाङ। के भयो आज आफ्नो कानुन? जब पहिलोचोटि त्यो बच्चीको तस्बिर राख्यो, त्यस पछाडि धेरैजनाले आवाज उठाउनु भयो कि यसरी बच्चीको तस्बिर प्रयोग नगर भनेर। त्यस पछाडि यो मान्छे कति ज्याद्रो, कति जिद्दी भन्दाखेरि तिमीहरूले के गर्न सक्छौ मेरो, के भाँच्न सक्छौ मेरो, ल हेर भनेर 2 चोटि होइन 3 चोटिसम्म यसले राखेको छ क्या फोटो। यस्ता मान्छेलाई नि सही समयमा तैँले गलत गरिस् है भनेर सिकाइएन भने